सबैलाई मेरो नमस्कार। आफ्नै रचना आफ्नै वाचन श्रृङ्खला अन्तर्गत हजुरहरूलाई यो नयाँ श्रृङ्खलामा स्वागत गर्दछु। आजको मेरो कविताको शीर्षक रहेको छ के तिमीलाई थाहा छ। अब म मेरो कविता के तिमीलाई थाहा छ शीर्षकमा वाचन गर्दैछु। झगडाको बिउ हिजै रोप्यो के तिमीलाई थाहा छ। भाइ भाइ बीच फाटो फैल्यो के तिमीलाई थाहा छ। झगडाको बिउ हिजै रोप्यो के तिमीलाई थाहा छ। भाइ भाइ बीच फाटो फैल्यो के तिमीलाई थाहा छ। भ्रष्टाचार आकाश चुल्यो के तिमीलाई थाहा छ। जताततै बेथिती मौलायो के तिमीलाई थाहा छ। भ्रष्टाचार आकाश चुल्यो के तिमीलाई थाहा छ। जताततै बेथिती मौलायो के तिमीलाई थाहा छ। देशको राज्य ढुकुटी रित्यो के तिमीलाई थाहा छ। एक अर्कामा जुहारी चल्दैछ के तिमीलाई थाहा छ। देशको राज्य ढुकुटी रित्यो के तिमीलाई थाहा छ। एक अर्कामा जुहारी चल्दैछ के तिमीलाई थाहा छ। कर्मचारीको भत्ता बढ्यो के तिमीलाई थाहा छ। भत्तासँगै खाद्यान्नको मूल्य बढ्यो के तिमीलाई थाहा छ। कर्मचारीको भत्ता बढ्यो के तिमीलाई थाहा छ। भत्तासँगै खाद्यान्नको मूल्य बढ्यो के तिमीलाई थाहा छ। हिजो 100मा झोलाभरि तरकारी हुन्थ्यो के तिमीलाई थाहा छ। आज 100मा झोलाभरि तरकारी हुन्थ्यो के तिमीलाई थाहा छ। आज 100मा पिँधैमा तरकारी हुन्छ के तिमीलाई थाहा छ। हिजो 10 रुपियाँ किलो चामल थियो के तिमीलाई थाहा छ। हिजो सबै सस्तो थियो के तिमीलाई थाहा छ। हिजो 10 रुपियाँ किलो चामल थियो के तिमीलाई थाहा छ। हिजो सबै सस्तो थियो के तिमीलाई थाहा छ। आज सबै महँगो भयो के तिमीलाई थाहा छ। हिजो थितीको शासन थियो के तिमीलाई थाहा छ। हिजो सबै महँगो भयो आज सबै महँगो भयो के तिमीलाई थाहा छ। हिजो थितीको शासन थियो के तिमीलाई थाहा छ। आज बेथितीको शासन भोग्दैछौ के तिमीलाई थाहा छ। आज बेथितीको शासन भोग्दैछौ के तिमीलाई थाहा छ। मैले चाहिँ मेरो यो कविता हजुरहरूलाई वाचन गरेर सुनाएँ। हजुरहरूलाई कस्तो लाग्दैछ आफ्नो प्रतिक्रिया जनाउन नबिर्सिनुहोला भन्दै म अहिले आजको बसाइलाई यहीँ बिट मार्दछु। जय देश जय जननी।